हेलो साथीहरु, तपाईले देख्न सक्नुहुन्छ यहाँ प्रदेश निजामती सेवा यानी कि लुम्बिनी प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत सहायक स्तर 5 तक अप्राविधिक र प्राविधिक पदहरूको अन्तर्गत खुल्ला तथा समावेशी प्रतियोगिता परीक्षाको विज्ञापन खुला छ। 2082 9 महिना 25 गतेका दिन लुम्बिनी प्रदेशले धेरै सिट सङ्ख्यामा यहाँ विज्ञापन खुलाएको छ। देख्न सक्नुहुन्छ 5 त यानी कि यसलाई हामी सहायक स्तर 5 त यानी नायब सुब्बा सडक भन्छौँ। अप्राविधिक र प्राविधिक तर्फ रहेको छ। प्राविधिक तर्फमा तपाईँको स्वास्थ्य तर्फ पर्छ। अब तपाईँले यहाँ देख्नुहुन्छ यसको अनलाइन फारम भर्नको लागि तपाईँले यहाँबाट www.ppsc online.lumbini.gov.in बाट लगइन गरेर तपाईँले दरखास्त दिन सक्नुहुन्छ। यसको भिडियो पनि मेरो च्यानलमा युट्युबमा फेसबुकमा टिकटकमा छिट्टै आउनेछ। अनलाइन फारम कसरी भर्न सक्नुहुन्छ यस्तै भिडियो हेर्नको लागि तपाईँले च्यानललाई सब्सक्राइब गर्नु साथै फेसबुक र टिकटक पनि फलो गर्नुहोला। लाइक शेयर सब्सक्राइब पनि गर्नुहोला। र अब तपाईँले हेर्न सक्नुहुन्छ प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा प्राविधिक तर्फको जुन यहाँ विज्ञापन खुलाएको छ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ सिट सङ्ख्यामा धेरै खुलाएको छ। यो चाहिँ प्रशासनको रहेछ 5 तहको अन्तर्गतको 3 2 2। अब यहाँ देख्न सक्नुहुन्छ खुल्लाको लागि यति छ। खुल्लाको लागि रहेछ यो प्रदेश प्रशासन प्रदेश स्थानीय दुवै कम्बाइन गरेर मिलाएर यहाँ 10 खुल्लामा 11 6 2 2 2 1 यो कुनमा चाहिँ स्थानीय यहाँ यो अनुसार हेर्नु होला तपाईले। त्यस्तै वरिष्ठमा त विपन्न खस आर्य महिलामा 1 मुस्लिम महिलामा 1 थारू महिलामा 1 यहाँ 1 आफ्नो आफ्नो नियम हुन्छ प्रदेशको। जस्तै मध्य प्रदेश जस्तै यहाँ पनि महिलाहरूलाई प्राथमिकता दिएको छ। र खस आर्य महिला 2 दलित महिला 1 दलित पुरुष 1 त्यस्तै यहाँ मधेसी महिला 1 त्यस्तै तपाईको मधेसी पुरुष 1 आदिवासी जनजाति महिला यहाँ 1 विभिन्नमा यहाँ दिएको छ यो अनुसार। त्यसपछि आदिवासी पुरुष 1 यहाँ चाहिँ पुरुषलाई पनि प्राथमिकता दिएको छ। मध्य प्रदेशमा त्यति दिएको थिएन तर यहाँ लुम्बिनी प्रदेशमा तपाईको पुरुषको पनि प्राथमिकता दिएको छ। यहाँ आज महिला 1 खुल्ला 1 रहेछ। त्यस्तै तपाईको स्वास्थ्य तर्फ गयो। स्वास्थ्य सेवा तर्फ तपाईको यो प्राविधिक तर्फ टेक्निकल तर्फ गइहाल्यो। अप्राविधिकबाट तपाईको यहाँ प्रदेश स्वास्थ्य हेल्थ इन्फेक्सन 1 अन्तर्गत 1 त्यस्तै प्रदेश स्वास्थ्य हेल्थ इन्फेक्सन खुल्ला 2 त्यस्तै यहाँ 5 थारू महिला यहाँ रहेको छ। यसको तपाईको यो हेल्थ एसिस्टेन्ट भन्छ यसलाई यहाँ खस आर्य 1 दलित महिला 1 मधेसी महिला 1 आदिवासी महिला 1 अन्तर्गत यहाँ रहेछ। अब स्टाफ नर्समा तपाईको 3 गयो खुल्लामा 9 गयो। त्यस्तै विपन्न खस आर्यमा प्रदेश स्थानीय जनरलमा तपाईको हेर्न सक्नुहुन्छ। तपाईले स्टाफ नर्समा 1 थारू महिलामा 1 खस आर्यमा 2 रहेछ। त्यस्तै दलित महिलामा यहाँ रहेछ दलित महिलामा 1 दलित पुरुषमा 1 मधेस पुरुषमा 1 आदिवासी यहाँ आज पुरुष 1 आज महिला 1 रहेछ। त्यस्तै कम्युनिटी नर्समा यहाँ अन्तर्गत 1 खुल्ला 2 मधेसी महिला 1 आदिवासी महिला 1 रहेछ। अब ल्याब टेक्निसियनमा जम्मा तपाईको ल्याब टेक्निसियन खुल्लामा 2 मधेसीमा 1 त्यस्तै डेन्टल हाइजिनिस्ट 1 खुल्ला 1 खुल्ला 1। अब मेडिकल रेकर्डर सुपरभाइजरमा यहाँ रहेको छ तपाईको 1 त्यस्तै पब्लिक हेल्थ नर्समा 1 तपाईको यहाँ 1 रहेछ। त्यस्तै यहाँ रहेको छ तपाईको एनेस्थिक सहायकको तपाईको आज महिला 1 मधेसी महिला 1 खुल्ला 1 रहेछ। त्यस्तै र तपाईको गत आर्थिक वर्ष विज्ञापन सिफारिस हुन नसके सुरक्षित पद गरेको यहाँ छेउमै लेखेको छ। खाली गएको पदलाई यहाँ गरेको छ देख्न सक्नुहुन्छ तपाईले। यो कैफियतमा पब्लिक हेल्थ नर्स भयो तपाईको। अब कविराज खुल्लामा तपाईको 1 वटा सिट छ खुल्ला र आदिवासी महिलामा। त्यस्तै तपाईको अब सब इन्जिनियर तर्फ जुन हामी सब इन्जिनियर भन्छौँ यसको पनि बढी नै सिट सङ्ख्यामा छ। अन्तर्तहमा 2 वटा खुल्लामा तपाईको देख्नु 2 1 2 1 7 महिलामा मुस्लिम महिलामा 1 थारू महिलामा 1 त्यस्तै खसारी सब इन्जिनियरमा रहेको छ देख्न सक्नुहुन्छ 1 सबमा 1 वटा रहेछ। त्यस्तै तपाईको यहाँ सब प्रदेश भनेको तपाईँ प्रदेश इन्जिनियरको रहेछ। अघि चाहिँ स्थानीय थियो अब यहाँ प्रदेश इन्जिनियरको आयो तपाईको। यसमा खुल्लामा एउटा आदिवासी महिलामा 2टा 1 यस्तै छ। त्यस्तै तपाईले सर्वेक्षणमा देख्न सक्नुहुन्छ ल्याब टेक्निसियन भयो तपाईको ल्याब टेक्निसियन हाइड्रोलोजिस्ट प्राविधिक खुल्ला 1 त्यस्तै सर्वेक्षकमा तपाईको यहाँ खुल्ला 1 आदिवासी महिला 1। अब तपाईको बाली विकास प्राविधिक प्रदेशमा अन्तर्गतको लागि एउटा त्यस्तै अब यहाँ यो चाहिँ कृषि सेवातर्फ रहेछ तपाई कृषि प्रसार प्राविधिक एउटा सबमा माटो विज्ञान कृषि विज्ञानमा एउटा खुल्लामा खुलाएको छ। कृषि त्यसै खस आर्यमा यहाँ रहेको छ मधेसी महिला रहेछ। त्यस्तै अब यहाँ तपाईको यो आदिवासी जनजाति सहित अब तपाईले यहाँ देख्न सक्नुहुन्छ यो बाँकी पृष्ठको तपाईको यहाँ रहेको छ यहाँ देख्न सक्नुहुन्छ यो
अब तपाईँको पशु स्वास्थ्य प्राविधिक छ त्यस्तै। अब वन सेवातर्फ पनि खोलेको छ दिनुहुन्छ। अब रेन्जर र भू संरक्षण सहायकमा पनि एउटा, खुल्लामा 4वटा, एउटा यो वन प्रदेश होइन यहाँ रहेछ प्रदेश वन जनरल फरेस्ट्री थारू महिला 1 दलित महिला 1 धेरै सिट सङ्ख्या बन्नुपर्छ यसलाई। अरू प्रदेश तुलनामा यो पनि कोशी आफ्टर धेरै हुन्छ, कोशी आफ्टर धेरै खुला छ लुम्बिनी प्रदेशले पनि। यो सँगै अब तपाईँले शिक्षा सेवातर्फ जुन हामी भन्छौँ यसलाई प्रयास होइन, शिक्षा सहायकमा जम्मा अन्तर्गत एउटा, खुल्ला 2टा, मधेसी महिला एउटा, आदिवासी जनजाति एउटा, यति यो प्रयास भन्छ हामी। यो सँग अब तपाईँले परीक्षाको किसिम पाठ्यक्रम तोकेअनुसार परीक्षा केन्द्र बुटबल हुन्छ र तपाईँले यसको अनलाइन फर्म यहाँबाट यो वेबसाइटबाट पनि भर्न सक्नुहुन्छ। या त डिटेल भिडियो पनि छिट्टै आउँछ र प्लस तपाईँले अनलाइन फर्म कसरी भर्नुहुन्छ त्यो भिडियो पनि मेरो च्यानल युट्युब फेसबुक टिकटकमा छिट्टै आउँछ। र तपाईँले फलो र सब्सक्राइब गरेर राख्नु होला र बेल आइकनमा पनि नोटिफिकेसन अन गरेर राख्नु होला। तपाईँको यदि मैले हाल्यो भने आउँछ। र दरखास्त दस्तु तपाईँ देख्न सक्नुहुन्छ यहाँ 500 रुपियाँ लाग्छ र तपाईँको 200 रुपियाँ तपाईँको एक्स्ट्रा लाग्छ। नोट विज्ञापन परीक्षा सम्बन्धी विवरण आयोग वेबसाइट प्रकाशित गरेपछि यो चाहिँ गोरखापत्रको रहेको छ। अब तपाईँले वेबसाइटबाट पनि छिट्टै हेर्न सक्नुहुन्छ। धेरै सङ्ख्यामा खुलाएको छ यसको अनलाइन फर्म प्लस तपाईँले डिटेल भिडियो छिट्टै पाउनेछ। र तपाईँले यहाँबाट यसरी धेरै सिट सङ्ख्यामा खुलाएको छ यो अनुसार तपाईँले फारम भर्नुपर्ने हुन्छ। र तपाईँको यो सिट सङ्ख्या नेपालको धेरै प्रदेशहरू जस्तै 7वटा प्रदेशमा कोशी आफ्टर धेरै तपाईँको लुम्बिनीमै खुलाउँछ। आई होप कि तपाईँले भिडियो मन पऱ्यो भिडियोलाई लाइक गर्नु, च्यानललाई सब्सक्राइब गर्नु, साथै बेल आइकनलाई पनि प्रेस, साथै फेसबुक र टिकटकमा टिकटक पनि फलो गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच। जय नेपाल।